नेपालले 2023 को ओडिया वर्ल्ड कपमा क्वालिफाई गर्न सकेन र यो पटक चाहिँ 2027 मा चाहिँ नेपालले फिक्स वर्ल्ड कप खेल्छ भनेर बसेको छ नेपाली समर्थक। 2023 मा चाहिँ 10 वटा टिम थिए अनि 2027 मा चाहिँ अब 10 वटा टिमबाट बढाएर आइसीले 14 वटा टिम पुगायो। सो यो पटक चाहिँ नेपालले फिक्स वर्ल्ड कप खेल्छ भनेर बसेको छ नेपाली समर्थक। सो आजको यस भिडियोमा चाहिँ नेपालले वर्ल्ड कप खेल्ने प्रोसेस के छ अनि त्यहाँ 2027 को ओडिया वर्ल्ड कप कसले होस्ट गर्दैछ अनि कति टिम खेल्दैछन् यस विषयमा कुरा गर्नेछौँ। सो भिडियो लाउँदैछ मेरी साथ दिन नभुल्ला। अब फर्स्ट अफ अल कुराहरू चाहिँ 2023 को ओडिया वर्ल्ड कपमा चाहिँ 10 वटा टिम थिए अनि नेपालले चाहिँ त्यहाँ क्वालिफाई गर्न सकेनौँ। अनि फेरि एकपटक 4 वर्षपछि 2027 को ओडिया वर्ल्ड कप हुँदैछ र यो पटक चाहिँ आइसीले 4 वटा टिम बढाएको छ। 23 मा 10 वटा टिम थियो भनेपछि अहिले 4 वटा बढाएर 14 टिम बढान्। अब 14 वटा टिमले खेल्नेछन् 2027 को ओडिआई वर्ल्ड कप। र अब चाहिँ के भन्दाखेरि ओडिआई वर्ल्ड कप 2027 साउथ अफ्रिका, जिम्बाब्वे र नामिबियाले होस्ट गर्दैछन्। अब यसको क्वालिफायर्स प्रोसेस कस्तो हुन्छ भन्दाखेरि जस्तो कि आइसीले ऱ्याङ्किङ सार्वजनिक गर्छ त्यहाँ अनुसार टप 8 मा ऱ्याङ्किङको टप 8 मा आयोजक बाहेकका टिमहरू क्वालिफाई गर्छन्। जस्तो कि आयोजकमा 3टा टिम छन् तर यहाँ के छ भन्दा इन्ट्रेस्टिङ कुरा आयोजकमा 3टा टिम छन् जिम्बाब्वे, नामिबिया र साउथ अफ्रिका। अनि जिम्बाब्वे र साउथ अफ्रिकाले चाहिँ सिधै होस्ट भएका कारणले क्वालिफाई भइसकेछन्। अनि नामिबिया पनि हुनुपर्ने हो सामान्य भाषामा बुझ्दाखेरि तर नामिबिया चाहिँ एसोसिएट कन्ट्री भएका कारणले क्वालिफाई भएन। अब 2टा टिम क्वालिफाई भएछन् अनि ऱ्याङ्किङका आधारमा टप 8 वटा टिम चाहिँ क्वालिफाई हुन्छन् अनि 10 वटा टिम पुग्छन्। अब नामिबियाले पनि क्वालिफायर खेल्नुपर्छ यदि वर्ल्ड कप खेल्न छ भने नामिबियाले क्वालिफायर खेल्नुपर्छ नेपालले जस्तै। वर्ल्ड कप होस्ट गर्दैछ तर नामिबिया अहिलेसम्म खेल्न पाउन्न। अब क्वालिफाई भएर त यता क्वालिफायर खेलेर क्वालिफाई भयो भने चाहिँ खेल्न पाउँछ। सो अब 8 वटा टिम चाहिँ ऱ्याङ्किङ आधार आउँछन् 2टा होस्ट भइहाले हुन चाहिँ 3टा हुन् तर नामिबियालाई चाहिँ क्वालिफायर खेल्नुपर्छ भने आइसीले 2टा टिम चाहिँ सिधै होस्टका आधारमा क्वालिफाई हुन्छन्। 8 वटा टिम अनि 2टा गरेर 10 वटा टिम पुगे। अब 4 वटा टिम चाहिँ ग्लोबल क्वालिफायर्सका आधारमा आउँछन्। सो ग्लोबल क्वालिफायर्स कसरी हुन्छ अब हामीले चाहिँ यस विषयमा कुरा गरौँ। सो नेपालले खेल्ने पनि ग्लोबल क्वालिफायर्स खेलेर वर्ल्ड कपमा खेल्ने हो सिधै हो त्यो पाउन्न किनकि ऱ्याङ्किङ राम्रो छ नेपालको। ऱ्याङ्किङमा टप 8 मा पर्न पर्ने हो। नेपालमा अहिले 13, 14 मा 15, 16 कतितिर छ। सो अब चाहिँ के छ भन्दाखेरि लिग 2 का म्याचेसहरू अहिले धमाधम हुँदैछन्। लिग 2 मा 8 वटा टिमले खेल्दैछन्। 8 वटा टिममध्ये नेपाल चाहिँ टप 4 मा पर्न पर्यो। टप 4 मा पऱ्यो भने चाहिँ नेपालले ग्लोबल क्वालिफायर्स खेल्न पाउँछ अनि ग्लोबल क्वालिफायर्स खेलेर टप 4 मा पऱ्यो भने चाहिँ नेपालले वर्ल्ड कप खेल्छ। अब कतिपयको मनमा चाहिँ के जिज्ञासा होला भन्दाखेरि नेपालले लिग 2 त खेल्यो टप 4 मा पर्न सकेन ल मानौँ कि 5 नम्बरमा पर्यो। अब 5 नम्बरमा पऱ्यो भने के हुन्छ भन्दाखेरि नेपालले फेरि अर्को क्वालिफायर खेल्नुपर्छ। उता क्वालिफायर खेलेर लगभग 2-4 वटा टिम आउँछन् यताबाट टप 4 का टिम चाहिँ सिधै जान्छन् अनि बाँकी तलका 4 वटा टिम चाहिँ क्वालिफायर खेल्छन् अनि त्यहाँबाट बाँकी 2टा टिम आउँछन्। 2टा टिमले चाहिँ सिधै ग्लोबल क्वालिफायर खेल्छन् र ग्लोबल क्वालिफायरमा चाहिँ सम्भवतः 8 वटा टिमले खेल्छन्। 8 वटा टिममध्ये 4 वटा टिम चाहिँ क्वालिफाई हुन्छन् 2027 को ओडिआई वर्ल्ड कप खेल्नको लागि। र नेपालले चाहिँ के गर्नु पर्यो भन्दाखेरि अब त्यो पछाडि छोडिदिउँ नेपालले चाहिँ टप 4 मा पर्नु पर्यो लिग 2 को अनि त्यसपछि ग्लोबल क्वालिफायर खेल्छ अनि ग्लोबल क्वालिफायर चाहिँ खेलेर टप 4 मा पर्न पर्यो अनि त्यसपछि चाहिँ नेपालले सिधै 2027 को ओडिआई वर्ल्ड कप खेल्छ सिम्पल भाषामा बुझ्दाखेरि। ल अब 2027 को ओडिआई वर्ल्ड कप चाहिँ कुन फर्मेटमा हुन्छ भन्दाखेरि 50 ओभरवाला फर्मेटमा हुन्छ अनि आयोजकहरूमा मैले भनिसकेँ 2टा टिम मात्रको छनौट भएछन् साउथ अफ्रिका र जिम्बाब्वे। हुन त नामिबिया नि हुन पर्ने हो तर नामिबिया चाहिँ एसोसिएट भएका छन् तैँले चाहिँ क्वालिफाई प्रोसेस खेलेर र आइस भने चाहिँ वर्ल्ड कप खेल्न पाउँछ भने आइसिसीले। अब त्यसपछि के छ भन्दाखेरि अब कसरी छनौट हुन्छ मैले भनिदिइसकेँ नामिबिया भएछ अनि त्यहाँबाट 14 टिम हुन्छन्। 14 टिमलाई चाहिँ 7-7 वटा ग्रुपमा गरेर विभाजन गर्छ आइसीले। 7-7 वटा ग्रुप ए र बी गरेर 7-7 वटा टिम हुन्छन् अनि त्यहाँबाट प्रत्येकले चाहिँ एकअर्कासँग 1 घन्टा खेल खेल्छन् अनि त्यसपछि चाहिँ 7-7 वटा टिममध्ये टप जस्तो कि ग्रुप एबाट टप 3 अनि ग्रुप बीबाट टप 3 टिम गरेर सुपर 6 खेल्छन् अनि त्यसपछि अब आइसिसीको नियम थाहै हुन्छ। फिफामा कस्तो हुन्छ भन्दा फिफामा नकआउट हुन्छ ग्रुप स्टेज हुन्छ क्वार्टर फाइनल हुन्छ फाइनल हुन्छ सेमी फाइनल हुन्छ त्यसरी हुन्छ अनि नेपालमा चाहिँ ग्रुप के अरे जस्तो कि आइसिसीमा चाहिँ
पहिले ग्रुप स्टेज हुन्छ, त्यसपछि सुपर 6, सुपर 8, सुपर 10 त्यसरी खेलाउँछ कि। सो आइसिसीको मलाई यो चाहिँ अलिकति राम्रो लाग्दैन। अलिकति इन्ट्रेस्टिङ हुन्छ नि यार, नकआउट भएपछि हेर्न पनि मजा लाग्छ एउटा टिम आउट हुने हो भन्ने। सो त्यसपछि सुपर 6 हुन्छ, अनि त्यसपछि सुपर 6 भइसकेपछि टप 4 टिम चाहिँ सेमिफाइनल फाइनल खेल्छन्। यो कुरो हो। र तपाईँलाई चाहिँ के लाग्छ, के नेपालले 2027को ओडिया वर्ल्ड कप खेल्छ या खेल्दैन? आफ्नो प्रतिक्रिया चाहिँ तल कमेन्ट बक्समा गर्न सक्नुहुन्छ। र हामी मिल्नेछौँ एउटा नयाँ भिडियोमा। तबसम्मको लागि बाई।